स्वागत छ तपाईहरुलाई मेरो एउटा नयाँ भिडियोमा। आजको भिडियोमा चाहिँ एसएसडब्ल्यू फुड सर्भिस पार्ट 3 लिएर आइसकेको छु र यो सेटमा पनि जम्मा 45 वटा क्वेशन हुनेछ र यो क्वेशन चाहिँ एक्जाममा आउने प्याटर्न जस्तै हुनेछ। यो सेट चाहिँ मैले जम्मा 2 वटा पार्टमा हाल्ने प्रयास गर्छु। भिडियो अलि लामो भएको हुनाले चाहिँ रेकर्ड गर्न र बनाउन पनि अलिक टाइम धेरै लाग्ने भएको हुनाले चाहिँ मैले 2 वटा पार्टमा हाल्ने प्रयास गर्ने छु र यो पार्ट 1 मा चाहिँ जम्मा 22 वटा क्वेशनहरु हुनेछ र ढिला नगरिकन क्वेशनतिर लागौं है त। क्वेशन नम्बर 1 मा रहेको छ तेयाराउ टाइमिङ निचुइते तदासी मोनो ओ हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। हात धुन्ने सही टाइमिङको बारेमा चाहिँ सही उत्तर छान्नुहोस् भनेर भनेको छ। र अब यसको अप्सनतिर लागौं। अप्सन नम्बर ए मा के रहेको छ त साग्यो ओ हाजिमे रुमाएनी खानाराजु तेओ अराइमास भनेको चाहिँ कुनै काम सुरु गर्नु भन्दा पहिला हात धुने भनेर भनेको छ। र अप्सन नम्बर बी मा चाहिँ के रहेको छ त साग्यो ओ हाजिमे रुमाएनी निखाइ तेओ अरात्तानोदे नामानिको या साकाना नादो ओ तोया चुखाउ जेंगो तेओ अरावानाकु तेमो इदेस भनेर भनेको छ। अब यसले भन्न खोजेको चाहिँ काम सुरु गर्नु भन्दा पहिला दुई चोटी हात धुइसकेको भएर काँचो माछा मासुहरुको काम गर्ने बेलामा पहिला र सकिसके पछाडी चाहिँ हात नधुदा पनि हुन्छ भनेर भन्दैछ है त। र नम्बर 3 ले चाहिँ साग्यो चिउ तोइरेनी इत्तारी हानाओ खान्दारी सितातो दे आतो तेओ अरावानाकु तेमो इदेस भनेर भनेको छ। यसले भन्न खोजेको चाहिँ अब कामको बिचमा टोयलेट जानु भयो है अथवा हातले चाहिँ नाकहरु कोट्याउनु भयो त्यो बेलामा चाहिँ हात नधुदा पनि हुन्छ भनेर भनेको छ। यसको सबभन्दा मिल्ने अप्सन भनेको चाहिँ नम्बर 1 हुन्छ है त। अब कुनै पनि काम सुरु गर्नु भन्दा पहिला चाहिँ अब हात धुनु पर्छ है त। त्यही भएर यसको एन्सर चाहिँ नम्बर ए हुन्छ है त। अब लागौं नम्बर 2 तिर। नम्बर 2 मा के रहेको छ त भन्दाखेरि हितो निगाए ओयोबोसु साइकिन नादोगा फुएते इनाइ हो होदे शिक्कारितो गेन्जाइर्यो नो उकेइरे नो खाकुनि निचुइते तदासी मोनो ओ हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। यसले भन्न खोजेको चाहिँ अब मान्छेलाई चाहिँ हानि पुर्याउने भाइरस वा ब्याक्टेरिया नसर्ने तरिकाले चाहिँ राम्रोसँग सामानहरुको चाहिँ डेलिभरी प्राप्त वा रिसिभ गर्दा चेक गर्नुपर्ने तरिकाहरु मध्ये चाहिँ एकदमै मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ है त। एन्सर के होला त? यसको अप्सनहरु पढ्दै छौं। अप्सन नम्बर 1 मा के रहेको छ त भन्दाखेरि गेन्जाइर्योगा तौच्याको सितारा स्योहिन सूर्योनादो चिउमोन सिता मोनोतो नोहिन सारेता मोनोगा आत्तेइरु खादोका खाकुनिन सुरुहिचियोगा आरिमास। यसले भन्न खोजेको चाहिँ सामानहरु आइसके पछाडी अब अर्डर गरेको सामान र डेलिभरी भएको सामान मिल्छ कि मिल्दैन त्यो चेक नगर्दा नि हुन्छ भनेर भन्दैछ। अप्सन नम्बर बी मा के छ त गाइखान निओइ हौसोनो ज्योताई हेओजी सियोमी किगेन सियोही किगेन होजोङ होहो नादो ओ खाकुन सुरु कोतो भनेर भनेको छ। अब यसले भन्न खोजेको चाहिँ अब जुन सामान अर्डर भएको छ जुन प्याकेज यहाँ अब डेलिभरी भएको छ त्यो प्याकेजको चाहिँ बाहिरी अवस्था र त्यहाँबाट आउने स्मेल प्याकेजिङको अवस्था र लेबलहरु अब त्यहाँ स्टिकरहरु टाँसेको हुन्छ नि त त्यो स्टिकरहरु र एक्सपायरी डेटहरु भण्डारण विधि जाँच गर्नुपर्छ भनेर भनेको छ। नम्बर 3 मा चाहिँ माइनिची रेजो रेतो हिन्नो ओन्दो ओ खाकुनिन सुरु टाइमिङगु वा इचिनिची नो नाखा इचुदेमो योइ भनेर भनेको छ। अब यसले भन्न खोजेको चाहिँ प्रत्येक फ्रिज डिप फ्रिजको
टेम्परेचर चेक गर्ने टाइमिङ चाहिँ एक दिनभरिमा जतिखेर गर्दा पनि हुन्छ, यो चाहिँ मिल्दैन है त। किनभने नम्बर 3 को चाहिँ मिल्दैन, किनभने अब तपाईहरु चाहिँ फ्रिज डिफ्रिजको कुरा गर्नुहुन्छ भने चाहिँ बेसिकली 2 टाइममा चाहिँ डिभाइड गरेको हुन्छ। धेरै जसो पसलमा के हुन्छ त भन्दाखेरि र बिहानै काममा जानु भयो भने सबभन्दा सुरुमा चाहिँ अब हात धोएर हैन, त्यसपछि अब तपाईले चाहिँ कोन्रोहरु हुन्छ, जुन ग्यासहरु हुन्छ त्यो सबै अन गर्नुपर्छ, बत्तीहरु अन गर्नुपर्छ र त्यसपछि चाहिँ काम सुरु गर्नुभन्दा पहिला चाहिँ एकचोटी सबै फ्रिजहरुको चाहिँ टेम्परेचरहरु नोट गर्नुपर्ने हुन्छ है त। यो चाहिँ अब पसल अनुसार फरक पनि हुन सक्छ टाइमिङहरु चाहिँ, तर म्याक्सिमम चाहिँ बिहान लेख्नै पर्ने हुन्छ है त। सबभन्दा सुरुमा चाहिँ त्यो काम गर्नुपर्छ, किनभने बिहान लेखेको रिडिङ चाहिँ एकदमै एक्युरेट हुन्छ है त। त्यही भएर र फेरि त्यसपछि चाहिँ अब तपाई सबै कामहरु सकिसकेपछि हैन, सबै काम सकिसकेपछि अब सिमे साग्यो हैन, अब बन्द गर्ने सबै सोजीहरु सबै सकाएर अब तपाई घर जाने बेलामा चाहिँ फेरि एकचोटी त्यो लेख्नु पर्ने हुन्छ हैन। अब तपाई घर जानु भयो अनि त्यो रातिमा चाहिँ अब डिप फ्रिज चाहिँ चलेकै छैन, बन्द भयो हैन, कि त अब बत्ती नै आएन, केही कारणवश चलेन, अब त्यो भित्र जुन डिप फ्रिज छ सामानहरु छ त्यो सब बिग्रेर जान्छ नि त। त्यही भएर एकदमै लस हुन्छ है त। त्यो कारणले चाहिँ 2 टाइम चाहिँ फिक्स गरिएको हुन्छ है त। र त्यो चाहिँ तपाईले एकचोटी फेरि त्यो घर फर्किने बेलामा चाहिँ एकचोटी फेरि त्यो रिडिङहरु चाहिँ लेख्नु पर्ने हुन्छ है त। र एकदमै इम्पोर्टेन्ट हो तपाईहरुको लागि चाहिँ, अब तपाईहरुको चाहिँ कामको लागि पनि एकदम इम्पोर्टेन्ट हो है त। यसको एन्सरको कुरा गर्नु पर्दाखेरि चाहिँ यो नम्बर बी चाहिँ एकदम उपयुक्त हुन्छ है त। किनभने अब यसले चाहिँ सबै कुरा गरेको छ नि त। हामीले पढ्ने बेलामा पनि के पढेको थियौं भन्दाखेरि अब जुन प्याकेज आएको छ, अब त्यो प्याकेज चाहिँ अब च्यातेको छ कि छैन हैन, कुनै सामान आएको छ अब त्यो च्यातेको छ हैन, त्यहाँबाट स्मेल आइराछ हैन। अब त्यहाँ चाहिँ अब जापानमा के रुल हुन्छ त भन्दाखेरि अब जुन कुनै सामान चाहिँ डिप फ्रिजको सामान आएको छ भने चाहिँ त्यहाँ लेखेको हुन्छ कि डिप फ्रिजको लागि अनि -18 भनेर लेखेको हुन्छ। त्यो सबको अनि त्यहाँ डेट अफ एक्सपायरी हो के हो हैन, त्यो सब चेक गरेर अनि बल्ल पो राख्नु पर्ने हुन्छ है त। अनि त्यस्तो नराम्रो सामान आएको छ भने चाहिँ त्यसलाई चाहिँ अब तेन्चोलाई भनेर कि त आफै सेकिन्छ हुनुहुन्छ भने चाहिँ आफैले पनि त्यो डिलरलाई चाहिँ तपाईले कल गरेर भन्न सक्नुहुन्छ है त। त्यही भएर यसको एन्सर नम्बर बी हुन्छ है त। नम्बर 3 तिर जाउँ। क्वेशन नम्बर 3 मा के रहेको छ त भन्दाखेरि सारुमुने राज्यको किन्नी चुइते तदासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। अब सारुमुने राज्यको किन भनेको चाहिँ एउटा ब्याक्टेरियाको नाम हो। अब त्यसमा मिल्ने चाहिँ एकदमै त्यसमा चाहिँ एकदम मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ। एन्सर चाहिँ के होला त? अब यसको अप्सन पढौं। अप्सन नम्बर 1 मा के रहेको छ त भन्दाखेरि निमाई गाई तोइरे नादोनी चुइते आइमास, सी फूड अब समुद्री खाना हैन र टोयलेट सम्बन्धी हो। नम्बर बी मा चाहिँ खासेनिया चुच्चिनो नाखा नादोनी हिरोको बुम्बु सितेरो साइकिन्देस। यो ब्याक्टेरिया नदी नाला, माटो र अन्य प्राकृतिक वातावरणमा व्यापक रूपमा पाइन्छ। नम्बर सी मा चाहिँ तोरिनो तामागोनी चुइते आरिमास। यो चाहिँ कुखुराको अन्डाको बारेमा हो, त्यो सम्बन्धी हुने ब्याक्टेरिया हो। तपाईले चाहिँ यो लाइन पढ्नु भयो भने चाहिँ यहाँ चाहिँ लेखेको छ है त। कोनोसाइकिन वा तोरिनो तामागोनी चुइतेरु बाइगा आरिमास है त। त्यही भएर यसको एन्सर कुन हुन्छ त? नम्बर सी हुन्छ है त। अब लागौ नम्बर 4 तिर। नम्बर 4 मा के रहेको छ त भन्दाखेरि आरेरुगी हान्नो ओ ओकोसियासुई बुसिचु ओ फुकुन्दा खक्को स्योकुहिन ओ हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। यसले भन्न खोजेको चाहिँ एलर्जी प्रतिक्रिया गराउन सकिने पदार्थहरू भएको एउटा प्रशोधित खाना छान्नुहोस् भनेर भनेको छ।
अब अप्सन नम्बर 1 मा चाहिँ रेमोन, अप्सन नम्बर बी मा चाहिँ शोभा, अप्सन नम्बर सी मा चाहिँ सातौँ। अब तपाईले जुन त्यो 8 वटा पढ्नु भएको छ भने चाहिँ 8 वटा चाहिँ वस्तुहरूको नाम छ, त्यो मध्ये चाहिँ यो रेमोन पनि पर्दैन है त, यो रेमोन पनि पर्दैन, सातौँ पनि पर्दैन है त। यसको एन्सर चाहिँ नम्बर बी शोभा हुन्छ है त। शोभाले गर्दाखेरि चाहिँ आर्यरोगी हुन्छ र त्यही भएर यसको एन्सर चाहिँ नम्बर बी हुन्छ है त। नम्बर 5 मा चाहिँ के रहेको छ त भन्दाखेरि हान्दोरु किप्पा माक्कु निचुइते तदासी मोनो ओ हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। जुन ह्यान्डल किपर भन्ने एउटा मार्क हुन्छ, हान्दारु किपा भन्ने एउटा मार्क हुन्छ है त, त्यो मार्कको बारेमा चाहिँ एउटा सही मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ है त। एन्सर के होला त? अब यसको अप्सनहरू पढ्दै जाऊँ। अप्सन नम्बर 1 मा चाहिँ ओसाके हो तेइक्यो सुरु भनेको चाहिँ रक्सी पस्किने अथवा रक्सी दिने। नम्बर बी मा चाहिँ ओसाके हो नोमनाए हितोतो इमास भनेको चाहिँ रक्सी नखाने मान्छे हो। अप्सन नम्बर सी मा ओसाके हो नोन्देमो इसी ओसाके हो नोमनाकु तेमो इ हितोतो इमास, यो मान्छे भनेको चाहिँ रक्सी खाँदा पनि हुन्छ है, अनि नखाँदा पनि हुन्छ, त्यस्तो मान्छेलाई चाहिँ भन्छ भनेर भनेको छ है त। त्यस्तो मान्छेलाई भन्छ भनेर भनेको छ। तर यो हान्दारु किपा भनेको चाहिँ अब कुनै ग्रुपमा चाहिँ जस्तै अब मानौ कि 6 जना चाहिँ पार्टी गर्न आएको छ भने चाहिँ त्यसमा चाहिँ अब एकजनाले चाहिँ अब ड्राइभ गर्ने मान्छे हुन्छ है त। त्यो ग्रुपमा चाहिँ एकजना चाहिँ रक्सी नखाने एउटा मार्क बोकेको हुन्छ, त्यो मार्कको नाम चाहिँ हान्दारु किपा हो। अब ह्यान्डल हो, यो हान्दारु किपा भनेको चाहिँ ह्यान्डल किपर हो, भनेको चाहिँ गाडी चलाउने मान्छे हो। अब त्यो गाडी चलाउने मान्छेले चाहिँ रक्सी खानु भएन नि त, किनभने अब त्यसले पनि रक्सी खायो भने चाहिँ गाडी कसले चलाउँछ त। त्यही भएर चाहिँ त्यो मान्छेले चाहिँ एउटा मार्क बोकेको हुन्छ र त्यो मान्छेलाई चाहिँ दिनु हुँदैन है त, र उसले चाहिँ खान पनि हुँदैन, त्यस्तो मान्छेलाई चाहिँ भन्छ। त्यही भएर यसको एन्सर चाहिँ नम्बर बी ओसाके हो नोमनाए हितोतो इमास भनेर हुन्छ है त। अब लागौ क्वेसन नम्बर 6 तिर। क्वेसन नम्बर 6 मा चाहिँ के रहेको छ त भन्दाखेरि गास्सु रेन्जी वा दोरे देशका तादासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। अब गास्सु रेन्जी चाहिँ यो ए बी र सी मध्ये चाहिँ कुन हो त भनेर सोधेको छ है त। यसमा धेरै अब एक्सप्लेन गर्ने कुरा केही पनि छैन। यसको गास्सु रेन्जी भनेको चाहिँ यो नम्बर बी हो है त, नम्बर बी को हो। र त्यो अप्सन नम्बर सी मा चाहिँ यो चिउखा गास्सु रेन्जी हो है त। त्यो अघि हाम्रो जुन अप्सन सी मा थियो त्यो चाहिँ यो चिउखा गास्सु रेन्जी हो, र अप्सन नम्बर 1 मा चाहिँ यो गुरिदोरो हो है त। अब लागौ क्वेसन नम्बर 7 तिर। नम्बर 7 मा के रहेको छ त भन्दाखेरि कोक्याक्कु मान्जोक्कु निचु हिते तदासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। अब कस्टमर सेटिस्फ्याक्सनको बारेमा चाहिँ सबभन्दा मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ। अप्सन नम्बर 1 मा के रहेको छ त भन्दाखेरि ओक्याकु सामानो किताई खान, कस्टमरको अपेक्षा एक्सपेक्टेसन। नम्बर बी मा चाहिँ ओक्याकु सामानो फुमान, कस्टमरको असन्तुष्टि डिसेटिस्फ्याक्सन। नम्बर सी मा चाहिँ ग्राहकको सन्तुष्टि र प्रशंसा। नम्बर सी मा के छ त ओक्याकु सामानो
मान्जोकुया खान्दो। यसले चाहिँ के भनेको छ त ग्राहकको सन्तुष्टि र प्रशंसा। क्वेसन नम्बर 7 को चाहिँ सही एन्सर चाहिँ नम्बर सी हुन्छ है त। कस्टमरको चाहिँ सन्तुष्ट पनि भएको छ र त्यसले चाहिँ प्रशंसा पनि गरेको छ, त्यही भएर यसको क्वेसन नम्बर 7 को एन्सर चाहिँ नम्बर सी हुन्छ है त। क्वेसन नम्बर 8 मा चाहिँ के रहेको छ त भन्दाखेरि रेमोन वा दोन्ना मिखाकुनो सिरुई देशका तदासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। लेमन कागतीको स्वाद कस्तो हुन्छ त एउटा सही विकल्प छान्नुहोस् भनेर भनेको छ। यसको अप्सन पढौँ। अप्सन नम्बर 1 मा चाहिँ सान्मी, नम्बर बी मा चाहिँ सियोआजी, नम्बर 3 मा चाहिँ उमामी यो, नम्बर सी को मिनिङ चाहिँ मिठो स्वाद हो, नम्बर बी मा चाहिँ सियोआजी भनेको चाहिँ नुनिलो, अनि यो सान्मी भनेको चाहिँ अमिलो हो र यो कागतीको टेस्ट चाहिँ कस्तो अमिलो हुन्छ नि त, त्यही भएर यसको एन्सर चाहिँ नम्बर ए हुन्छ है त। अब लागौँ क्वेसन नम्बर 9 तिर। क्वेसन नम्बर 9 मा चाहिँ के रहेको छ त भन्दाखेरि खामिजावा नाम्बान देशका तदासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। यो पिक्चर मध्ये चाहिँ खामिजा भन्नेको सेकी चाहिँ कुन हुन्छ त, यहाँ चाहिँ यो अप्सनबाट छान्नलाई भनेको छ। यसले झुक्याउनको लागि चाहिँ दुईटा सिट भएको दिएको छ है त, तर हामीले चाहिँ खामिजाको मिनिङ बुझ्यौँ भनेपछि चाहिँ एकदमै सजिलो हुन्छ है त। अब अप्सनहरू पढौँ। इचिबान्तो निबाङ, नम्बर बी मा चाहिँ 3 र 4, यो 3 र 4, नम्बर सी मा चाहिँ 1 र 3, 1 र 3। एक्जाम्पलको लागि चाहिँ तपाईले यो हेर्न सक्नुहुन्छ। खामिजा भनेको चाहिँ सकेसम्म इरिगुची भन्दा टाढा हुन्छ है त। खामिजा भनेको सेकी चाहिँ अब यो ग्रुपको चाहिँ सबभन्दा लेजेन्ड मान्छे हैन, सबभन्दा माथिल्लो पदको मान्छे हो। यो 2 र 1 भनेको चाहिँ खामिजा चाहिँ बस्न मिल्ने ठाउँ हो है त। यसको एन्सर चाहिँ नम्बर 1 हुन्छ है त। अब जाउँ नम्बर 10 तिर। क्वेसन नम्बर 10 मा के छ त भन्दाखेरि र यो 3 र 1 मा चाहिँ कन्फ्युज नहुनु होला है त। यो 3 र 1 चाहिँ पटक्कै हुँदैन है त। क्वेसन नम्बर 10 मा के रहेको छ त भन्दाखेरि क्युबानो मोन्दाइनो इरास्तो ओ मिते कुदासाई, नानाजिउ साइनो ओजी सांगवा निजिउ गोसाइनो मागोतो ओमिसेनी राइतेन सिमास्ता, सेकी जिउ निचित तदासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। यो 9 नम्बरको क्वेसनको चाहिँ चित्र हेर्नुहोस् र त्यहाँ चाहिँ 70 वर्षको हजुरबुवा आफ्नो 25 वर्षको नातिसँग पसलमा आउनु भएको छ र सिटको क्रम अथवा बस्ने ठाउँको बारेमा चाहिँ उपयुक्त एन्सर छान्नुहोस् भनेर भनेको छ है त। यसको एन्सर हेर्नु पर्दाखेरि चाहिँ यसको एन्सर भन्नु पर्दाखेरि चाहिँ अप्सन पढौँ है त। अप्सन नम्बर ए मा चाहिँ ओजिसान वा दोकोदेमो स्वात्तेमो इ देश भनेर भनेको छ। अब त्यो हजुरबा चाहिँ जहाँ बसे पनि हुन्छ भनेर भन्दैछ। नम्बर बी मा चाहिँ मागोसाङ वा निबानी स्वारीमास, अब उसको जुन नाति छ त्यो चाहिँ 2 नम्बर सिटमा चाहिँ बस्छ भनेर भनेको छ। नम्बर सी मा चाहिँ ओजिसाङ वा इचिबान नि स्वारीमास, अब यो
हजुरबा जहाँ बसे पनि हुन्छ भनेर चाहिँ मिल्दैन है त। किनभने अब अब अलिक एजेड मान्छे छ भने चाहिँ अब उसलाई चाहिँ अब जस त्यहाँको अब अलिकति ठुले उसको मान्छे भयो नि त, अलिक नेनपाइसिया भयो नि त। नेनपाइसिया भएको बेलामा चाहिँ खामिजाको सिट चाहिँ दिनुपर्छ है त। त्यही भएर जहाँ बस्दा पनि हुन्छ, यो चाहिँ मिल्दैन है त। त्यही भएर अनि नम्बर 2 मा चाहिँ उसको नाति चाहिँ 2 नम्बरमा बस्छ भनेर भनेको छ। यो 2 नम्बर भनेको चाहिँ खामिजाको सेकी हो नि त। यो 2 को पनि मिल्दैन है त। अनि नम्बर 3 मा चाहिँ ओजिसाङ्गा इचिबान नि सुवारिमास भनेको चाहिँ अब हजुरबा चाहिँ यो नम्बर 1 को सिटमा चाहिँ बस्छ है त। किनभने यो सिट चाहिँ खामिजाको सिट हो नि त। अनि यस्तो व्यक्ति पनि खामिजाको सिटमा चाहिँ बस्न मिल्छ है त। त्यही भएर यसको एन्सर चाहिँ नम्बर सी हुन्छ है त। अब लागौँ नम्बर 11 तिर। क्वेसन नम्बर 11 मा चाहिँ के रहेको छ त भन्दाखेरि हाच्ची सित्ता साकाना वा कुसाकु नात्तेइमास ताइयो निचुइते तदासी मोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। तपाईले हाच्ची गरेको बेला है त। हाच्ची भनेको चाहिँ अब तपाईले चाहिँ अर्डर गर्ने बेला चाहिँ जुन माछा अर्डर गर्नुभएको थियो र त्यो माछा डेलिभरी भएको बेलामा चाहिँ त्यो चाहिँ अलिकति कुहिएको छ। त्यो बेलामा चाहिँ कस्तो किसिमको ताइयो चाहिँ गर्नुपर्छ त, त्यो विषयमा चाहिँ मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ है त। यसको अप्सन पढौँ। अप्सन नम्बर 1 मा चाहिँ रियोरिस्ते कुसाइओ गोमाकासिमास। अब त्यो माछालाई चाहिँ पकाएर नराम्रो गन्धलाई चाहिँ लुकाउनु भनेर भन्दैछ है त। नम्बर बी मा चाहिँ तेन्चोनी होकोकुस्ते हेम्पिसिमास। अब जुन त्यो स्टोरको म्यानेजर हो तेन्चोलाई चाहिँ त्यो खबर दिएर, तेन्चोलाई चाहिँ त्यो जानकारी दिएर र हेम्पिसिमास भनेको चाहिँ रिटर्न गर्न लगाउनु। र इफ कुनै कारणवश त्यहाँ तेन्चो छैन र आफैले त्यतिखेर चाहिँ जिखान्ताई सेकिन्सा बोक्नु भएको छ भने चाहिँ अब त्यो बेलामा चाहिँ आफैले पनि कल गर्दा फरक पर्दैन। तर एन्सर छान्ने बेलामा चाहिँ यो नम्बर बी को चाहिँ छान्नु होला है त। नम्बर सी मा चाहिँ सुतेमास फ्याक्नु भनेर भनेको छ। तर खासमा चाहिँ यो नम्बर बी को चाहिँ पहिला यो काम गरेर अनि बल्ल मात्रै फ्याक्ने हो, के गर्ने हो त्यो तेन्चोले डिसाइड गर्छ। तर सुरुमा चाहिँ हामीले चाहिँ यो गर्नुपर्छ है त। क्वेसन नम्बर 12 मा के रहेको छ त भन्दाखेरि अनिसाकिसु वा दोन्ना स्योकु च्युदोकु नो बुनरुइनी हाइतेमास्का तदासिमो नो हितोचु एराबिनासाई भनेर भनेको छ। अब यो अनिसाकिसु भनेको चाहिँ कस्तो फुड पोइजनिङको प्रकारभित्र पर्छ त, एउटा सही विकल्प छान्नुहोस् भनेर भनेको छ। अब यसको अप्सनतिर जाउँ। अप्सन नम्बर 1 मा के रहेको छ त भन्दाखेरि किसेइचु स्योकु च्युदोकु। नम्बर बी मा चाहिँ वाइरसु सेइ स्योकु च्युदोकु। नम्बर सी मा चाहिँ साइकिन सेइ स्योकु च्युदोकु। र यो अनिसाकिसु भन्दाखेरि चाहिँ अनिसाकिसु भनेको चाहिँ यो किसेइचु स्यौ स्योकु च्युदोकुमा पर्छ है त। याद राख्नु होला, यो आउन पनि सक्छ है त यस्तो क्वेसनहरु चाहिँ। र क्वेसन नम्बर 13 मा चाहिँ के रहेको छ त भन्दाखेरि कोक्याकु मान्जोकु किमेरु योइन वा क्युएससिएतो इमास तदासिमोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। ग्राहक सन्तुष्टिलाई चाहिँ निर्धारण गर्ने कारकहरू क्युएससिए र त्यसको बारेमा चाहिँ उपयुक्त एन्सर छान्नुहोस् भनेर भनेको छ।
अप्सन 1 मा रहेको छ क्वालिटी, अप्सन बी मा चाहिँ स्पिड, नम्बर 3 मा चाहिँ कस्टमर। यसमा एक्सप्लेन गर्ने केही पनि छैन। यसको एन्सर चाहिँ नम्बर ए क्वालिटी हुन्छ। क्वालिटी, यो क्यू को मतलब चाहिँ क्वालिटी हुन्छ, एस को मतलब सर्भिस हो, सी मतलब क्लिननेस, ए मतलब एटमोस्फियर हो है त। अब लागौ क्वेसन नम्बर 14 तिर। क्वेसन नम्बर 14 मा के रहेको छ त भन्दाखेरि यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसन रहेको छ है त। यो क्वेसन चाहिँ भिबिआई लेखेर राख्दा पनि हुन्छ। यो च्याप्टर चाहिँ राम्रोसँग पढ्नु होला है त, एकदम इम्पोर्टेन्ट क्वेसन हो। क्वेसन नम्बर 14 मा के रहेको छ त भन्दाखेरि होजोकेन दोहानो क्याकुसामा नि ताइयो सिते तदासी मोनो हो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। सहायक कुकुर, एसिस्टेन्ट डग बोकेर आएको ग्राहकको लागि चाहिँ सही उपयुक्त मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ। अब कुनै कस्टमर चाहिँ एउटा सहायक एसिस्टेन्ट डग बोकेर आएको हुन्छ है त, त्यसको विषयमा चाहिँ एउटा उपयुक्त एन्सर छान्नुहोस् भनेर भनेको छ है त। एन्सर चाहिँ के होला त? अब अप्सन नम्बर ए पढौँ। अप्सन नम्बर 1 मा चाहिँ होजोकेन खादो खानो खाकुनिङ्गा हिचियो नबाई वा निन्तेइस्यो वा मिसेसासेत्ते मुराइमास भनेको चाहिँ सहायक कुकुर हो कि होइन त्यो कुरा चाहिँ कन्फर्म गर्नको लागि अथवा कन्फर्म गर्नुपर्ने बेलामा चाहिँ त्यो ग्राहकलाई चाहिँ त्यो एसिस्टेन्ट डगको चाहिँ सर्टिफिकेट, निन्तेइस्यो भनेको चाहिँ सर्टिफिकेट हो, प्रमाणपत्र देखाउनको लागि चाहिँ अनुरोध गर्न सकिन्छ। नम्बर बी मा चाहिँ दोबुचु तो इस्योनी शोकुजी व देखिनाइ नोदे न्युटेन ओ कोतोवारीमास भनेको चाहिँ जनावरसँगै खाना खान नमिल्ने भएकोले प्रवेश निषेध गरिएको छ अथवा प्रवेश निषेध गरिन्छ। नम्बर सी मा चाहिँ होखानो क्याकुसामा नि रिउसियो ओ एता बाई वा न्युटेङ देकिमास भनेको चाहिँ अरू ग्राहकहरूले चाहिँ अनुमति दिएमा मात्र प्रवेश गर्न दिइनेछ। यो चाहिँ मिल्दैन, किनभने अब त्यहाँ अरू ग्राहकको चाहिँ क्वेसन, अरू ग्राहकको चाहिँ सल्लाहको कुरा आउँदैन। र त्यसपछि जापानमा चाहिँ हुन धेरै ठाउँमा चाहिँ पेट एलाउड गरिएको हुँदैन, पेट भनेको एलाउड गरिएको हुँदैन। तर अब त्यो एसिस्टेन्ट डग भनेको चाहिँ अब त्यो त्यस्तो कुराहरूमा चाहिँ एकचोटि चाहिँ खाकुन गर्नुपर्ने हुन्छ र त्यस्तो छ भने चाहिँ एक्चुअलीमा त्यो एसिस्टेन्ट डग हो भन्ने चाहिँ त्यसलाई चाहिँ त्यो कस्टमरसँगै के अरे भित्र छिर्न दिनुपर्छ है त। अब यो बोक्नुको कारण भनेको के हो त भन्दाखेरि अब उनीहरूले चाहिँ अब अशक्त हुन्छ नि त, कसैले अब आँखा देख्न नसक्ने हुन्छ है, कसैले चाहिँ अब शारीरिक रूपमा अशक्त हुन्छ हैन, अब खुट्टा कसैको चल्दैन हैन, व्हील चेयरमा छ, कसैले कान सुन्दैन। त्यो कन्डिसनमा चाहिँ एउटा ट्रेन गरिएको डग हुन्छ, कुकुर हुन्छ, त्यो लिएर चाहिँ यिनीहरू घुमिरहेको हुन्छ है त। त्यो बेलामा चाहिँ यस्तो ताइयो पनि गर्नुपर्ने हुन्छ। त्यही भएर यसको एन्सर चाहिँ नम्बर ए नै हुन्छ है त। अब लागौ नम्बर 15 तिर। क्वेसन नम्बर 15 मा के रहेको छ त भन्दाखेरि साइगाङ्गा हासेसिता बाइनो ताइयोदे माचिगाते रुमोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। आपतकालीन अवस्था जस्तै भूकम्प, आगलागी भएको अवस्थामा गरिने कामहरू मध्ये नमिल्ने वा गलत एन्सर छान्नुहोस् भनेर भनेको छ। अप्सन नम्बर 1 मा चाहिँ ओमिसे दे जिजेनी किमेतेरु याकुवारी नि सितागाई कौदोसिमास भनेको चाहिँ अब पसलमा पहिला नै फिक्स गरिएको भूमिका अनुसार चाहिँ
काम गर्नुहोस् र यो सही कुरा हो। किनभने यस्तो अवस्थामा चाहिँ कसले के गर्ने भनेर पहिला नै बनाइएको नियमहरू म्यानुअलहरू चाहिँ पालना गर्नुपर्छ है त। तपाईँ जहाँ काम गर्नुहुन्छ त्यो ठाउँमा चाहिँ पहिला नै यसको बारेमा चाहिँ सबै कुराहरू सिकाएको हुन्छ र त्यो बेलामा चाहिँ अब कसले के गर्ने भन्ने कामहरू चाहिँ बाँडफाँड गरेर चाहिँ त्यो बेलामा चाहिँ एक्ट गर्नुपर्छ है त। नम्बर बीमा चाहिँ साइगाइगा हासाइसित बाई वा माजु वा ओक्याकुसामा योरिमो जिबुन नो मिनो आन्जेङ ओ खाकु हो सिसिमास भनेको चाहिँ आपतकालीन अवस्थामा चाहिँ सबभन्दा पहिला ग्राहक भन्दा पनि आफ्नो सुरक्षा गर्नुपर्छ भनेर भनेको छ। यो भनेको पनि सही हो। किनभने यस्तो अवस्थामा तपाईँ आफू सुरक्षित हुनुहुन्छ भने अनि बल्ल तपाईँले चाहिँ कस्टमरलाई मद्दत गर्न सक्नुहुन्छ। त्यसैले पहिला आफ्नो ज्यान जोगाउनुपर्छ। नम्बर सीमा चाहिँ इत्तान हिनानसित आतो खाकुनिनो तामेनी खासाइगा हासेसित बास्योनी मोदोरिमास भनेको चाहिँ एकपटक सुरक्षित ठाउँमा भागिसकेपछि के कस्तो भयो भनेर चाहिँ हेर्न फेरि आगो लागेको ठाउँमा फर्किनुपर्छ भनेर भनेको छ। यो चाहिँ एकदमै गलत कुरा हो। प्रश्नले गलत कुरा सोधेको हुनाले चाहिँ यो नै तपाईँको सही एन्सर हुन्छ र एकपटक सुरक्षित ठाउँमा गइसके पछाडि फेरि पनि त्यहाँ खतरनाक ठाउँमा चाहिँ फर्किनु हुँदैन। त्यही भएर यसको एन्सर चाहिँ नम्बर सी हुन्छ है त। नम्बर सी हुन्छ। अब लागौँ क्वेसन नम्बर 16 तिर। क्वेसन नम्बर 16 मा चाहिँ के रहेको छ त भन्दाखेरि एयौ निचुइते तादासी कुमियावसेते हितोचु एरान्दी कुदासाई भनेर भनेको छ। पोषण न्युट्रिसनको बारेमा चाहिँ सही संयोजन छान्नुहोस्, सही भनाइ छान्नुहोस्, सही उत्तर छान्नुहोस् भनेर भनेको छ। अप्सन ए ताम्पाकु सिच्चु वा एनेरुगी नि नारिमास प्रोटिनले चाहिँ ऊर्जा इनर्जी दिन्छ। नम्बर बीमा चाहिँ तान्सुई खाबुचु वा खरादाओ चुकुरिमास कार्बोहाइड्रेटले चाहिँ शरीर बनाउँछ। नम्बर सीमा चाहिँ सिसिचु वा एनेरुगी नि नारिमास। यसको सही एन्सर चाहिँ यो नम्बर सी भनेको चाहिँ सिसिचुले चाहिँ शरीरमा चाहिँ ऊर्जा दिन्छ है त। यो बोसो र चिल्लो पदार्थ फ्याटले चाहिँ ऊर्जा दिन्छ भन्ने कुरा चाहिँ अब अघिको क्वेसन बुझ्नको लागि चाहिँ तपाईँले यो एयौ निचुइते भन्ने टपिक चाहिँ पढ्नुपर्छ र यहाँ चाहिँ सिसिचुले चाहिँ एनारुगिनी नारु भनेर भनेको छ है त। यसको अप्सनमा चाहिँ बाता मागुरिन स्योकुबुचु आबुरा निकुन आबुरा नादो भन्ने पर्छ है त। जस्तै बटर भयो होइन, त्यो बोसोहरू भयो, त्यस्तोहरू चाहिँ यसमा पर्छ है त। त्यही भएर यसको एन्सर चाहिँ नम्बर सी हुन्छ है त। र यो ताम्पाकु भनेको चाहिँ खारदा बनाउँछ है त, शरीर बनाउँछ, खारदा हो चुकुरो। कार्बोहाइड्रेटले पनि एनर्जी नै दिन्छ है त। र हाम्रो जुन यो अप्सन ए र बीको चाहिँ एक आपसमा चाहिँ उल्टो छ है त। यो ताम्पाकु सिचुले चाहिँ खारदा बनाउँछ र यो तान्सुई खाबुचुले चाहिँ एनर्जी दिन्छ है त। यो दुइटै चाहिँ यो चाहिँ यहाँ हुन्छ है त। एनर्जी नारु भनेको चाहिँ यहाँ हुनु पर्थ्यो होइन, अनि खारादाओ चुकुरु भनेको चाहिँ ताम्पाकु सिचुमा हुन्थ्यो है त। अब जाउँ क्वेसन नम्बर 17 मा। क्वेसन नम्बर 17 मा चाहिँ उसिनो सारोइन वा नामबान्दे सिमेसितेरु देशोका भनेर भनेको छ। अब यो सारोइन भनेको चाहिँ कति नम्बरमा पर्छ त भनेर भनेको छ है त। एकदमै सिम्पल क्वेसन रहेको छ। यसको एन्सर चाहिँ यो हुन्छ है त। यो योमबान चाहिँ सारोइन हो है त। र यो रोकुबान चाहिँ हिरे हो
र यो साम्बा भनेको चाहिँ रिबुरोसो है त, रिबुरोसो हो। अब लागौँ क्वेसन नम्बर 18 तिर। अब क्वेसन नम्बर 18 मा चाहिँ एउटा मैले क्याल्कुलेसन हालिदिएको छु। अब एसान वा हितोरी सामफुन्दे सुसी हो रोकुजी को देकिमास, हाप्याकु योन्जी कोनो ओ सुसी गा इचियो नानोदे इचिजी खान्दे यो इशुरु निवा एसान तो ओनाजी योनी चुकुरेरु हितो गा साइते नानिन देस्का तादासी मोनो ओ हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। अब यो ए नाम भन्ने व्यक्तिले चाहिँ एक्लै 30 मिनेटमा चाहिँ 60 वटा सुसी बनाउन सक्छ है। अब यो 840 वटा सुसी चाहिएको छ है। 1 घण्टामा चाहिँ 1 घण्टामा बनाउनको लागि चाहिँ एसान जस्तै काम गर्ने मान्छे हैन, एसान जस्तै स्पिडमा काम गर्ने मान्छे चाहिँ 1 घण्टामा बनाउनको लागि चाहिँ कतिजना चाहिन्छ त भनेर सोधेको छ है त। अब सोलुसनतिर जाउँ। अप्सनमा चाहिँ 6 जना, 7 जना र 8 जना दिएको छ है त। अब ए व्यक्तिले चाहिँ 30 मिनेटमा 60 वटा बनाउन सक्छ भन्ने चाहिँ अब त्यही ए व्यक्तिले चाहिँ 1 घण्टामा कति बनाउँछ त भनेपछि उसले आधी घण्टामा 60 वटा बनायो भने चाहिँ त्यसको 2 गुणा बनाउँछ नि त, भनेपछि 120 वटा बनाउँछ। अब कुल मानिसहरूको सङ्ख्या चाहिँ गणना गरौँ। अब यो 840 वटा सुसीलाई चाहिँ अब एउटा मान्छेले चाहिँ 1 घण्टामा बनाउन सक्ने नम्बर अफ सुसीले चाहिँ डिभाइड गर्यो भने चाहिँ कति आउँछ त? यो 840 डिभाइड बाई 120 भनेको चाहिँ यो एकजनाले चाहिँ 1 घण्टामा बनाउन सक्ने नम्बर हो। त्यसैले यो 840 डिभाइड बाई 20 गर्यो भने 120 गर्यो भने कति हुन्छ त? 7 एन्सर आउँछ है त। त्यसैले 1 घण्टामा 840 वटा सुसी बनाउनको लागि चाहिँ 7 जना मान्छे चाहिन्छ है त। त्यही भएर यसको एन्सर चाहिँ नम्बर 7 हुन्छ है त। यसको एन्सर चाहिँ नम्बर 7 भयो है त। अब लागौँ नम्बर 19 तिर। क्वेसन नम्बर 19 मा चाहिँ रेइजोको रेइतोको नो खान्डी ओन्दोनी चुइटे तदासी मोनो हितोचु एरान्दी कुदासाई भनेर भनेको छ। फ्रिज र डिप फ्रिजको टेम्परेचरको बारेमा चाहिँ एकदम मिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ। अब अप्सन पढ्दै जाऊँ। अप्सन नम्बर 1 मा चाहिँ रेइजोको वा गोदो, रेइतोको वा माइनस जिउदो। रेइजोको चाहिँ 5 डिग्री सेल्सियस र रेइतोको चाहिँ -10 डिग्री सेल्सियस। नम्बर बी मा चाहिँ रेइजोको जिउदो, रेइतोको वा माइनस जिउदो भनेको चाहिँ रेइजोको चाहिँ 10 डिग्री र रेइतोको चाहिँ -10 डिग्री। अप्सन नम्बर सी मा चाहिँ रेइजोको वा जिउदो, रेइतोको वा माइनस जिउगोदो भनेको चाहिँ अब फ्रिज चाहिँ 10 डिग्री र डिप फ्रिज चाहिँ -15 डिग्री। एकदमै सिम्पल क्वेसन रहेको छ। यसको एन्सर चाहिँ नम्बर सी रेइजोको चाहिँ रेइजोको चाहिँ 10 डिग्री र रेइतोको चाहिँ -15 डिग्री हुन्छ है त। र यस्तो सिम्पल क्वेसन पनि आउँछ है त। 2-4वटा क्वेसन यस्तो सिम्पल पनि आउँछ, सबै हार्डै आउने कुरा हुँदैन। त्यही भएर सबै मिलाएर पढ्नु है त। अब लागौँ नम्बर 20 तिर। क्वेसन नम्बर 20 मा के रहेको छ त भन्दाखेरि हासाप्नो जिउयो खान्डिनो पोइन्ट निचुइते तदासी मोनो हो हितोचु एरान्देको दसाई भनेर भनेको छ। हासापको महत्त्वपूर्ण नियन्त्रण बिन्दुको बारेमा उपयुक्त एन्सर छान्नुहोस् भनेर भनेको छ।
अब यसको अप्सनहरू पढौँ। अप्सन नम्बर एमा चाहिँ ओन्दोतो जिखाङ, अप्सन नम्बर बीमा चाहिँ ओन्दोतो सिचुदो, अप्सन नम्बर सीमा चाहिँ सिचुदोतो सिचुओङ। एले चाहिँ के भन्दैछ त तापक्रम र समय, बीले चाहिँ के भन्दैछ त तापक्रम र आर्द्रता, 3ले चाहिँ के भन्दैछ त आर्द्रता र कोठाको तापक्रम रुम टेम्परेचर। अब यसको अप्सन चाहिँ हामीले चाहिँ के पढेको छ त भन्दाखेरि यसले चाहिँ के आधारमा काम गर्छ त भनेको चाहिँ ओन्दो र टेम्परेचरको आधारमा काम गर्छ है त। त्यो नम्बर 20 को एन्सर चाहिँ यो ए हुन्छ है त, ओन्दो त जिखान हुन्छ है त। क्वेसन नम्बर 21 मा चाहिँ के छ त भन्दाखेरि साक्किन्जाई नो आजु खाइ खाता तो सिते माचिगाते रुमोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। अब कीटाणुनाशकको प्रयोग गर्ने बेलामा चाहिँ कुन कुरा प्रयोगको बारेमा चाहिँ गलत कुरा छान्नुहोस्। अब यसको अप्सन पढ्दै जाउँ। अप्सन नम्बर एमा चाहिँ साक्किन्जायो स्योनी उचुस्तोकी वा खनराजु उचुस्ता योकिनी साक्किन्जायो ह्योजिसिमास भनेको चाहिँ त्यो कीटाणुनाशक भनेको जुन कीटनाशक औषधि छ, जुन त्यो सेनिटाइजर छ, त्यसलाई चाहिँ अर्को भाँडोमा चाहिँ सार्दा उक्त भाँडोमा चाहिँ अनिवार्य रूपमा कीटाणुनाशक भनेर चाहिँ लेख्नु पर्दछ। नम्बर बीमा चाहिँ साक्किन्जाई वा दोकोदे होकान सितेमो इदेश भनेर भनेको छ। जुन कीटाणुनाशक छ त्यसलाई चाहिँ जहाँ राखे पनि, जहाँ स्टोर गरे पनि फरक पर्दैन, जहाँ राखे पनि ठिक छ भनेर भन्दैछ। नम्बर 3 मा चाहिँ मेनी हाइराना योनी सिमास। अब जुन त्यो कीटनाशक हो त्यो प्रयोग गर्ने बेलामा चाहिँ आँखामा नपरोस् भनेर सावधानी अपनाउनु पर्छ। अब यसले चाहिँ के भनेको छ त भन्दाखेरि नमिल्ने भनेको छ है त, माचिगाते रूप भनेको छ। भनेपछि यो सी पनि मिल्छ है त। अब त्यो यतिको कडा हुन्छ कि त्यसले चाहिँ मान्छेलाई मार्न पनि सक्छ है त, मान्छेको ज्यान पनि जान सक्छ। र त्यो युज गर्ने बेलामा चाहिँ आँखामा चाहिँ नपरोस् भनेर चाहिँ सावधानी अपनाउनु पर्छ। र यो नम्बर एले पनि अब जुन त्यो एकदमै सही तरिका हो। अब त्यो कुनै कीटनाशक औषधि यता अर्को भाँडाबाट अर्को भाँडामा सार्नु भयो भने चाहिँ त्यसको चाहिँ अनिवार्य रूपमा त्यसको नाम चाहिँ लेख्नै पर्ने हुन्छ है त। र यहाँ हामी गलत एन्सर छान्नुलाई भनेको छ भने पछाडि यो बी हुन्छ है त, जहाँ पनि राख्दा हुन्छ भनेर चाहिँ, जहाँ पनि राख्नु हुँदैन, एउटा सुरक्षित ठाउँमा राख्नुपर्छ जहाँ चाहिँ कुनै किसिमको घटना नहोस् भन्ने हिसाबले चाहिँ राख्नुपर्छ। एकदमै सेफ ठाउँमा राख्नुपर्ने हुन्छ है त। अब लागौँ नम्बर 22 तिर। क्वेसन नम्बर 22 मा के रहेको छ त भन्दाखेरि मानाइतानो आचु खाइने चुते माचिगाते रुमोनो हितोचु एरान्दे कुदासाई भनेर भनेको छ। अब चपिङ बोर्ड युज गर्ने बारेमा नमिल्ने एन्सर छान्नुहोस् भनेर भनेको छ है त। अब यसको अप्सनहरू पढौँ। अप्सन नम्बर 1 मा चाहिँ निकुया यासाई ओ किरुतोकी वा सेन्योनो मनाइताओ चुखाइमास भनेको चाहिँ मासु र तरकारीहरू चाहिँ काट्नको लागि छुट्टा छुट्टै चपिङ बोर्ड चाहिँ प्रयोग गरिन्छ। नम्बर बी मा चाहिँ मनाइताओ चुखात्तारा खानाराजु सेन्जियोसिते स्योदोकुसिमास भनेको चाहिँ त्यो चपिङ बोर्ड चाहिँ युज गरिसके पछाडि चाहिँ सधैँ सफा गर्ने र त्यसपछि सेनिटाइज वा डिसइन्फेक्ट गर्नुपर्छ। नम्बर सी मा चाहिँ मानाइता वा हितोचु शिखा नाइ नोदे नामानिकु ओ कितातोनी सुगु यसायो किरिमास भनेको चाहिँ बोर्ड चपिङ बोर्ड एउटा मात्रै छ हैन, त्यही भएर चाहिँ
काँचो माछाहरू काटिसके पछाडि चाहिँ तुरुन्तै तरकारीहरू काट्ने भनेर भन्दैछ है त। र यहाँ चाहिँ नमिल्ने छ छान्नलाई भनेको छ है त। त्यही भएर हाम्रो यो नम्बर ए पनि सही हो है त। यो भनेको चाहिँ अब मासुको लागि अर्को मान्यता र तरकारीको लागि चाहिँ अर्को मान्यता राख्नुपर्ने हुन्छ भनेर भन्दैछ। र यो नम्बर बीले चाहिँ त्यो युज गरिसके पछाडि चाहिँ राम्रोसँग धुने र त्यसलाई चाहिँ सेनिटाइज गर्ने कुरा पनि सही हो। र नमिल्ने कुरा भन्दाखेरि चाहिँ नम्बर सी हो है त। जे भए पनि त्यो एउटै उसमा चाहिँ तरकारी र त्यो नामानीको चाहिँ काट्नु हुँदैन। यसले गर्दाखेरि चाहिँ त्यो कीटाणुहरू सर्ने सम्भावना हुन्छ। त्यही भएर चाहिँ यो गर्नु हुँदैन र यसले गर्दाखेरि चाहिँ फुड पोइजनिङ हुनसक्छ है त। त्यही भएर यसको एन्सर चाहिँ नम्बर सी हुन्छ है त। त्यही भएर आजको लागि यति नै र बाँकी क्वेसनहरू चाहिँ मैले अर्को भिडियोमा ल्याउँदै नै छु। थ्याङ्क्स फर वाचिङ। र सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नु होला, किनभने यो एकदमै इम्पोर्टेन्ट क्वेसनहरू रहेको छ र अबको आउने क्वेसनहरू चाहिँ योभन्दा पनि इम्पोर्टेन्ट रहेको छ है त। त्यही भएर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है त।